टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। आज साउनको पहिलो सोमबारी। साउनमा किन हुन्छ महादेवको विशेष पूजा सम्बन्धी प्रसङ्गबाट। आज साउन महिनाको पहिलो सोमबारी। आज भगवान शिवको धुमधामसँग पूजा अर्चना गरिँदैछ। महादेवदेखि धनुषा जनकपुर धामको शिव मन्दिर, श्रीवेश्वरनाथ महादेव, मोहतरीको जलेश्वरनाथ महादेव, मङ्गलनाथ महादेव लगायतको देश तथा विदेशका शिवालयहरूमा पूजा अर्चना गर्ने भक्तजनको घुइँचो लागेको छ। साउन महिनाको सोमबार व्रत बसेर विधिपूर्वक शिव भगवानको पूजा अर्चना, मनोकामना पूरा गर्ने, दीर्घायु, सुख, शान्ति, धन धान्य र मान सम्मान प्राप्ति हुने विश्वास गरिन्छ। विशेष गरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन् भने अविवाहित महिलाहरूले सुसौभाग्य वरको कामना गरी व्रत बस्ने गर्छन्। साउन महिनालाई भगवान शिवको प्रिय महिनाको रूपमा चिनिन्छ। सडक मर्मत सम्भारमा ध्यान नदिएको भन्दै मोहतरी जिल्लाका मोहतरी गाउँपालिकामा स्थानीयहरूले सडकमै धान रोपेका छन्। गाउँपालिका अध्यक्ष सुनिल राई र वाडा अध्यक्ष गङ्गा यादवको विरोधमा गाउँले आइतबार सडकमै धान रोपेको हो। मोहतरी गाउँपालिका वार्ड नम्बर 2 अनेठा गाउँबाट मोहतरी स्कुलतर्फ जाने गाउँको सडकमै धान रोपेका हुन्। गाउँपालिका अध्यक्ष र वाडा अध्यक्षले विकासै काम सुस्त गतिमा गरेको र बनाउनु पर्ने सडक बाटो नबनाई चौरको बाटो बनाएको कारण सडक हिलाम्य भएको स्थानीयहरूको गुनासो छ। लगातारको वर्षाले सडक हिलाम्य हुँदा सर्वसाधारणलाई आवत जावत गर्न समस्या भएको छ। गाउँमा बिजुली सोलर र नभएको स्थानीय समाजसेवी सञ्जित कुमार ठाकुरले दुखेसे पोखे। तत्कालले समस्या सडक मर्मत नगरे वाडा कार्यालय र नगरपालिकामा समेत विरोधमा उत्रिने स्थानीयहरूले चेतावनी दिएका छन्। सिराहाको लहान नगरपालिका 1 का एक युवकको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका 1 निवासी 27 वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिराहाको मिर्चैया नगरपालिका 2 निवासी मुकेश कटवाल र जय कुमार यादवलाई पक्राउ गरेको हो। केही दिन अघि मात्र लागू औसत मुद्दामा अदालतबाट धरौटी तिलेर रिहा भएका रामको शव गत बुधबार सिराहाको मिर्चैया नगरपालिका स्थित बतहा खोला नजिकै शव फेला परेको थियो। तत्काल शवको पहिचान नभए पनि परीक्षणका लागि लहान अस्पतालमा राखिएको रामको शव रहेको शुक्रबार मात्रै पहिचान भएको थियो। गत असार 27 मा जेलमा सँगै बसेका साथीसँगै घरबाट गएका रामको शव फेला परेपछि परिवारजनकले कतै हत्या त भएको छैन भन्ने आशंका गरेपछि घटनामा रहेको आरोपमा 2 जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जसपालले जानकारी दिए। टुडे न्यूजमा एकैछिन व्यावसायिक विश्रामपछि बाँकी प्रसङ्ग। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। ए त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन के, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला?
सिमेन्ट चाहियो त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रियवाला कि अन्तर्राष्ट्रियवाला? अखण्डवाला कि मेरुदण्डवाला? शक्तिवाला कि भक्तिवाला? चुनीवाला कि मनीवाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि? कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ टिभीएस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125cc, सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा कार्ड पैसा कार्ड पैसा कार्ड आइएमई काउन्टर गेलै पैसा कार्ड लेलकै। पैसा राईका ब्याज कमाई पैसा कार्ड कने ओनी देखली सब कुछ किन मिलल। सब दुकान में चलत अब पैसा कार्ड। नया चलन आइल चुली तिरली चलल। अपन जनकपुर में चलते पैसा कार्ड। अपन जनकपुर कैशलेस जनकपुर। आइए नजीक के आईएमई काउंटर से पैसा काट लिया आ कोनो दुकान में काट लक पैसा तिरू आ ब्याज से हो कमाऊ। चुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्। त्यो मिस भयो। मन पर्ने सिङ्गर बोल्न आएको थियो, त्यो पनि मिस भयो। फेरि सुरुदेखि है त। साथीभाइसँग फेस टु फेस भेट्नुको मजा त बेग्लै हुन्छ, तर अहिलेको समय जब इट्स बेटर टु बी सेपरेटेड, वी आर ह्यापी टु किप यु कनेक्टेड। आज भोलि सधैँ सँगै। घर पूर्ण रूपमा क्षति भएका परिवारलाई बसोबासका लागि सघाउने गरी प्रक्रिया अगाडि बढाएको छ। सकेसम्म घर नै पूर्ण रूपमा गर्ने गरी योजना अघि बढेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। अहिले विधि र प्रक्रियाबारे छलफल चलिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो। उहाँका अनुसार यसै हप्ताभित्र स्पष्ट कार्ययोजना ल्याउने गरी तयारी भएको छ। बाढी पहिरोमा ज्यान गुमाउनेका परिवारलाई सरकारले 1 लाख रुपैयाँ राहत स्वरूप दिने गरेको छ। त्यसबाहेक पनि प्रदेश र पालिकाले आफूहरूको क्षमता अनुसार राहत दिँदै आएका छन्। सरकारले दिँदै आएको राहत पीडितका लागि अपुग रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले को भनाइ छ। यातायात व्यवसायीहरूले सोमबारदेखि सार्वजनिक बस सञ्चालन गरेका छन्। सार्वजनिक यातायात केन्द्र महाअन्तर्गत सञ्चालित 177 वटै कम्पनीका बसहरू सञ्चालनमा आएको महासङ्घका अध्यक्ष होम प्रसाद अधिकारीले जानकारी दिए। आइतबार परीक्षण सञ्चालन गरिएको र सोमबारदेखि सरकारले तोके बमोजिम जिल्लाभित्रै बसहरू सञ्चालन गरेको अधिकारीले बताए। कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेकाले बस सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पुरी गरी एक सिट खाली गरेर यात्रु राख्नुपर्ने र 50% बढी भाडा लिन पाउने व्यवस्थापन सरकारले गरेको छ। महासङ्घले भने सरकारले तोके बमोजिमको मापदण्ड पूरा गर्ने र बढी भाडा भने नलिने बस सेवा सुरु गरेको छ। यस्तै यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि बस सञ्चालनको तयारी गरेको छ। साउन 8 गते बस सञ्चालनको तयारी भएको र यसबारे 1-2 दिनभित्र पत्रकार सम्मेलन गरेर जानकारी दिने महासङ्घका उपमहासचिव बसन्त भण्डारीले जानकारी दिए।
थिए। उनले साउन 7 सम्म लकडाउन नै रहेको र त्यसपछि थप नभएमा आन्तरिक जिल्ला र पनि सञ्चालनको तयारी गरिने बताए। देशभर रातिदेखि नै पानी परिरहेको छ। केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुख्य गरी प्रदेश नम्बर 2 बागमती गण्डकी, प्रदेश नम्बर 5 का धेरै ठाउँमा वर्षा भएको छ। ठूलो पानी पर्ने ठाउँमा बाढी पहिरो आउन सक्ने भन्दै सतर्क हुन समेत महाशाखाले अनुरोध छ। अहिले प्रदेश 2 का बारा, पर्सा र रौतहटका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ भने थप वर्षा हुने भएकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नवलपरासीका खोला, गिरुवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा 81 बाढी आउन नसक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाले नदी किनार र डुबान भइरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।